गुड मर्निङ एभ्रिवान, सबैलाई वेलकम छ टिकापुर केमिकल एन्ड इलेक्ट्रोनिक तर्फबाट। आज चाहिँ हामी फर्स्टचोटि भिडियो बनाउँदैछौँ। हाम्रो सरफ कसरी बन्दो रहेछ भन्ने हामीले तपाईँलाई देखाउँदै गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला र सेयर पनि गरिदिनु होला। एकैछिनपछि हामी सबै A to Z देखाउनेछौँ, सरफ कसरी बन्दो रहेछ र कति मेहनत लाग्छ। अनि हाम्रो सरफको नाम रहेको छ ड्रिमलाई सबैले एकचोटि सेवाको मौका दिन नबिर्सिनु होला। धन्यवाद। यसै गरी हामी अब काटा रेडी गरिसकेका छौँ। हामी चाहिँ एसएलएस हाल्ने तयारीमा छौँ। त्यसै गरी अब हामीले चाहिँ एसिड सलेरी हालेका छौँ। त्यसै गरी हामीले कास्टिक सोडा मिक्स गरेर हालेका छौँ। त्यसरी सेन्ट हालेका छौँ। त्यसपछि पोलिमर पनि हालेका छौँ। त्यसपछि सिबिएक्स पनि थोरै हालेका छौँ। त्यसपछि हामीले चाहिँ रियाक्सन गरेका छौँ। एसिड सलरी र कास्टिक सोडा रियाक्सन गरिरहेका छौँ। हेर्नुहोस्, रियाक्सनमा एकदमै डेन्जर र एकदमै बाप चाहिँ एकदमै हानिकारक छ। यसको लागि सेफ्टी चाहिँ अपनाउनु पर्छ। त्यति सजिलो छैन। सरफ बनाउनुको लागि एकदमै केयरफुल हुनुपर्छ र सेफ्टी सँगसँगै हामीले ध्यान दिनुपर्छ। त्यसै गरी हामीले सोडा एस हालेका छौँ। सोडा एस हामीले अब मिक्सचर मेसिनमा हालिसकेका छौँ। मिक्सचर मेसिनले पनि सोडा एस पछि हामीले चाहिँ यो केमिकल हालेका छौँ। रियाक्सन हुन्छ र एसिड सलरी कास्टिक सोडा सबै मिक्स गरेर हालेका छौँ। अब यसमा चाहिँ रियाक्सन हुन्छ। अरे सोडा रेडी भयो। अब हामीले प्याकिङ प्रोसेस देखाउनेछौँ अर्को भिडियोमा चाहिँ। धन्यवाद।